हेलो नमस्कार मेरो सपरिवारलाई। र मैले भनेकै थिएँ मेरो बिमारीको किताबको बारेमा एउटा कविता पढ्छु भनेर। मलाई नेपाली त खासै आउँदैन। यो चाहिँ तुराको नेपाली भन्ने किताब हो, उहाँको फर्स्ट किताब हो। र यो तुराको नेपाली भन्ने किताबमा चाहिँ तुराको बारेमा सबै थोक छ। र त्यसमा म पढ्दै जाँदाखेरि एउटा सानो कविता भेटेर मलाई पढ्नु मन पर्यो र म पढ्दैछु। सुन सुन दिदी बहिनी, सुन दाजुभाइ, गारो हिल्समा नेपालीको दुःख हेर आए। गारो हिलमा मुख्य कारबाही गाई भैँसी पाल्ने, दुःख गर्ने नेपाली छन् अरू जीव पाल्ने। नेपालीको दुर्दशा हेर्छु, सुन्नु होला मैले यो लेख्छु। खजाना छ भैँसीको 8.5 अरे, गाईको छ 15 आना, बुझिलिनु फेरि। हिर्नुपर्छ जङ्गलभिर, गारो हिल्समा धेर। हामी गर्ने मरी अरू हुने शेर। नेपालीको दुर्दशा छाती मेरो चिरिन्छ चरचरी। गोठ सार्नु पर्दाखेरि मनमा मनाउनु छ नोकमा। अलिकति न्यु पाए लाउँछन् धक्का चोकमा। सालिनी गोठ सारी हिँड्नुपर्ने हाय, खर्च गर्नुपर्ने अनि आए भन्दा ब्याए। आउँछ पानी मुसलधारे भिज्नुपर्छ वनमा, लाग्छ डर एकातिर वस्त्र छैन तनमा। जता हेर उतै सुने नेपालीमा हेर, अन्धकारमा डुबी भाइ काम गर्छ फेर। गाई भैँसी पाली बस्ने मेरा दाजुभाइ, दुःख पनि गर्नुपर्ने आँसु आई। एकातिर बाघ भालु उतातिर हात्ती, दुःखदायी पर्दा हुँदैन आँसु मात्र साथी। दिन टार्ने काम गरी रात काट्ने शोकले, खानु पिउनु कता कता मर्नुपर्ने भोकले। झरी बादल जुका कारा, नदी चोक पर्वत, सबै दुःख भुल्ने कठै पिउँदा दुध शरबत। यति नै रहेछ यो कविता। मलाई चाहिँ राम्रो लाग्यो। कुनै हजुरहरूलाई कस्तो लाग्छ? ल हुन्छ, यति नै हो आजको लागि कविता चाहिँ। फेरि कोसिस गर्नेछु म नेपाली पढ्नु, किनकि मलाई नेपाली खासै राम्रो आउँदैन, तर पनि मैले कोसिस गरेको। धन्यवाद।